ल आज एउटा अब कहानी भन्नुस्, कथा भन्नुस्, शीर्षक भन्नुस्, जे भने नि हुन्छ। तपाईलाई एउटा आपको कहानी सुनाउँछु है। आपको रुख त थाहा छ नि तपाईहरुलाई, किन नथाहा हुनु, सिजनै त्यही चलिरहेछ, घर घरमा आप होला। तपाईलाई थाहा छ एउटा आप पाक्नलाई कति समय लाग्छ, कति हावाहुरीको सामना गर्न पर्छ, अझै कति त ढुङ्गाको पनि सामना गर्न पर्छ। हाम्रोतिर त काँचैमा खाइहाल्छन्, ढुङ्गाले हानेर, झटरले हानेर, नुनसँग। तपाईहरु पनि खानुभयो होला, किन नखानु, सबैले खान्छ, मैले पनि खाछु। तर थाहा छ तपाईलाई त्यो ढुङ्गा, झटरो, हावाहुरीले पनि जुन आप टिप्न सक्छ लास्टमा, त्यो त पाकिहाल्छ। त्यसलाई पाक्नको लागि कति सङ्घर्ष गर्न पर्यो हेर्नु त। सानो हुँदा त हावाहुरीले, ठिक किराले, अलि ठुलो भइसक्छ। अस्ति पानी परेको थियो नि, कत्रो ठुलो असिना, बाप रे, असिनाले बच्न पर्यो। असिनासँग बच्छ, अझै ठुलो हुन्छ। तपाईको झटरोले बच्न पर्यो। केटाकेटीले लौरो टिप्छन्, हान्दिहाल्छन्। त्योसँग बचेर पनि लास्टमा आप पाक्छ। त्यसकारणले गर्दा तपाई त्यो आप बन्ने कोसिस गर्नुहोस्। त्यो पाकेको आप। त्यत्रो भिडमा जुन आप राम्रोसँग पाक्छ नि, त्यसलाई हेर्ने मान्छे, त्यसलाई टिप्ने मान्छे, त्यसलाई पाउनको लागि धेरै मान्छेले प्रयास गर्छन् र सबैको प्यारो बन्छ त्यो आप। त्यसैले त्यो मिठो आप बन्नुस् तपाई। ल, धन्यवाद।